सुन्दैछ नि सँगै गर्छ तैँले जान्दैछ न बिजार गर्ने अङ्कलले बिगार्दै यो बल्ल बित्तिकै एकछिन नगर नगर अब अर्को पनि गर बाल 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 ह्यापी बर्थडे डे टु यु Happy birthday to you. Birthday. Birthday. ओए बोलाइ नि तेरो ओए बिजार सबै गर्नु त घुमेको बिजुले भने क्या हो अब यो हेरेन यो पेक गट जाँदो रहेछ भने यो स्प्रेले यहाँ थिच्यो ओए मलाई दे अनि अब हेर्दैन भिडियो भएन क्या हो पता ल अब खोइ बिजार खोइ त भिडियो भिडियो नै भएन के यो स्प्रेले एकछिन नखान भिडियोबाट भनेको जाँदा जम्मा मोबाइल जति जम्मै बिगाएर चिङ्गेले जान्छ यसले हो के त्यस्तै नै हुन्छ हाम्रो दिनेश ब्रोले बिजार बनाएन यहाँ मेरो मोबाइल हो क्या अब बनाइ त भएको त अब यसले के काटेर बनाएन भएको त ल यसो ठले त कामै बर्थडे मान्छेले त गर्ने हो बर्थडे भयो यस्तो हुनुपर्छ केक यस्तो हुनुपर्छ यहाँ चाहिँ दिनेश यसले मेरो मुखमा हेर्नु न मेरो मुखको भित्र छिराइजा मेरो छिटो बिजार ल भिडियो कहाँ हो ठिक नि ऊ त्यहाँ हो तल ल ल भइसक्यो अब केक काट खानु पर्यो मासु खाऊ 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 माथिबाट काटौँ कि तलबाट तलबाट हो बनेर बोलाउ यहाँबाट काट्ने हो नि जहाँबाट काट्दा नि हुन्छ अनि तलबाट काट काट आगो ब्लो अब साथीहरूलाई यसरी चाहिँ पहिले कसलाई खुवाउने भने थाहा हो छ छैन बाउ आमालाई हो पहिला सँगैले बुझ्छ सामने त डेन्जर हो त्यस्तो हो नि अनि अनि बाउचाको म बोक्नु पुरै परेछ त नि जम्मा हाल्दै खाँदैन माया बाहिर मेरो नि भने तपाईँलाई टाउकै गरी ठिक छ तिमी त साथी हो नि त अनि तिम्रो त हुनु परेन मेरो मुखभित्रै छिराइदियो कि यसले मेरो त मुखभित्र छिरेर वहाँ भएर हामी त मुखमा खाने मात्र हो नि त छोरा बाबाले तिमी नि अब तपाईँहरूले खुवाउने हो तपाईँले खुवाउने अब मम्मीले खुवाउने हो अब मम्मीको टर्न हो क्या त्यसपछि अब यो साथीहरूलाई खुवाऊ सब प्लेटमा हालिदियो साथीहरूलाई साथीहरू प्लेट अब त्यो तिमी सबै खाऊ तेरो साथी यति नै हो त यहाँ त मेरो ज्याकेटै बिगारिदियो त्यहाँ त्यो ज्याकेट कसले धोइदिन्छ मलाई त्यो केही नि हुन्न त्यो पोहोर्न केही नै हुन्न केही नि हुन्न यो त दामी हाल्दै हाल्दै आज भात यहाँ खाएर साङ्गे सबैले आम्मै त्यो बहिनीलाई बोलाउनु हुन्थ्यो नि अब हाम्रो जिरे ब्रोको होइन यो मसँग स्केटिङ खेल्न जाने बिचराको अनुहार टुवा भइन् अहिले हाल्दैन कस्तो सानो हालिदिएको ओ भने भोलि मलाई काम गर्ने ठाउँमा लैजानु पर्छ सबै मामाहरूलाई किन मामाले खाँदैन हाम्रो जिरेको मम्मी यहाँ जिरेको त्यो बाबा माथिको यहाँ टाउको चाहिँ बोकेर जाने ब्युटी जिरेको मम्मी यहाँ कोक मलाई खान मन लागिसक्यो गाइस मेरो के मेरो पुरै मुखभित्र छिराइदिएको भने म त एकछिन त के गरौँ निलम कि के भएको बाउचाको टाउको केही छैन हिउँ पऱ्यो है हाम्रो गाउँमा नि यस्तै असिनाले मेरो आमालाई 1 घन्टा होइन 2-4 दिन रुवायो यो के थोरै छ र त्यहाँनिर हो ल साङ्गेलाई अब साङ्गे ब्रकलाई साङ्गे रहेको त हो जिरेले मलाई बनाइदिएको हो जिरे केक पाइन खाइन कहाँ बनाउँछ घर यत्रो सानो कोठा सानो छ सानो घर के हुन्छ खाँदै के खाँदै जान्छ होइन भएको भए चाहिँ बच्चालाई चाहिँ पुऱ्याइदिन्छु ओइ लक्ष्मी आन्टीले लगिदिए कस्तो आगो लग्दिन नि त चोखो बनाएर लक्ष्मी आन्टीले लगेर आइज अनि मलाई दिँदैन आन्टीलाई बिचारा कस्तो आसु भएन कवि पाए आमालाई पनि पुऱ्याइदियो
यसमा भएको नि कहिले त म उ गरेर काटेर सबैलाई दिएँ कि मलाई मम थोरै दिनु है त्यो दाइलाई पनि दियो त्यो दाइलाई कस्तो त हात धो पहिले अब छोड्दै होला होइन पुरानो तले पैसा पाउने हो हामी पाउने होइन होइन पैसा सैसा चाहिँदैन हामीलाई चाहिएन यो लक्ष्मी आन्टीलाई यो लगिदिए पहिले तपाईँ लग्दिनु तपाईँको साथी हो भने म कहाँ यहाँ बर्थडे भयो यहाँ बस्नु परेन म त जाँदिनँ यसो गर्न एउटा प्लेटमा त्यहाँ काट त्यहाँ जतिसक्दो म त्यहाँ गएर भन्छु। तपाईँ जानु न भने हातुर जा त्यो हो बिहान त मैले तरकारी जानेको पकाइरहेको छोरा तरकारी यहाँ पकाइरहेको बर्थडे तेरो कि मेरो त्यहाँ छुने रे नछुइ नछु त्यहाँ त्यो फोहोर लाग्ला यहाँ हात धो भनेको त कस्तो यहाँ केही पनि हुँदा पनि यो होइन। केकको त हो नि जुट्न भयो। त्यो जुठो हुन्छ क्या मान्छे जुट्न चाहिँ क्रिकेटको चाहिँ यस्ता मैले छ उयो उतातिर चाहिँ लग्नु पाइँदैन जिरेको मम्मी केक हालिदिनु न तपाईँ एकछिनमा हालिदिनु पपक सबैलाई त्यो हाल्छ फोहोर हाल्नु गर्ने होइन कि मलाई लास्टै मिठो लाग्यो क्या केक केक त त्यसै नि मिठै छ त नि दामी छैन त कि ए त्यतिकै एकदम त्यत्रो महँगो हुन्छ बन्छ बाइक आइसक्छ जाते कुरा राज हुन आँटेर फेरि केक पायो अलिकति ल थाप्दा अलिकति अलि लग्दे उता आमा छोरालाई त मलाई चाहिँ भन्दा राम्रो छ उयोलाई पनि थप्दिनँ है जा लाग्दै तल खानाहरू पो छ र हाम्रो त खाने तिम्रो आगोले लैजाऊ भने यतिकै लग्दै भयो कहाँ छैन यो खाँचो त चुर जस्तो लाग्छ यता पनि दे बहिनीले पनि दिएको थियो यता आएर आएन ल त्यो मिराको दोकानमा पठाइदिनु पर्छ है को छ र पठाउनुलाई त्यहाँ सबै सबै होइन। खाने मान्छे हुनु पऱ्यो नि मिरा नभएन अरूलाई पठाइदिएन अब यहाँ जुठो नलगाइ एकछिन म आफै दिन्छु है मासु आवाज गरेर यहाँ फोहोर चाहिँ हाल्ने होइन प्लिज तिमीहरूको त केटाकेटी बाँड्ने अलिक गतिलो हुँदैन हो त नि कस्तो दामी रहेछ केक त फेरि म कहिले नखाने मान्छे त खाएँ आज साँगे भात खाँदै आज त केक बिक्यो त्यो त साङ्गे त खतरा हो नि मान्छे खाएको कि छ नि भिडियो चाहिँ बनाइदिन्छु भने यो यो मैले खाएँ साङ्गेले दिन है च्याउ बनाएको थियो होइन अनि दाल बनाएको है च्याउ चाहिँ खान सकेन पिरोले दालसँग त सुँगेर खाएको कति मिठो बनाउँदो रहेछ आन्टीले भन्छ खाएको म त यस्तो त्यो च्याउ पुरानो खाएको घरमा- यति म त पुरानो घरको बुढा बस्दाखेरि के घरमा छैन अरे कहाँ उता उत्सवको भन्ने जग्गा उत्सवको भन्ने जग्गा होइन यहाँ माथि के छैन कोही पनि बोलेन नि आएको अहिले आउँछ होला अघि भर्खर कुकुर पाल्नेको छेउमा छ मैले। यस्तो भने अहिले आउँछ होला नि त खाइहाल्दैन को खाइदिउँ खाऊ खाऊ कोक पनि खाऊ 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 दिने के छ यहाँको स्पेसल अब गेस्ट तिम्रो त यसो खोइ गर्नु। आएको के जे जस्तो भयो नि यो बनेर पनि दियो मम्मीले लुका उता राखेको छ यहाँ रहेछ त मैले भने हाम्रो छोराको बर्थडे भयो नि कसैलाई नराम्रो कुरा दियो। गाइस खाएको हामीले ल टप के जान्न ओए जाँदै जान यो हाम्रो एउटै छोरा हाम्रो के खोइ मेरो चक्कु चाहिँ चक्कु चाहिँ छ वेयर स्पेसल गेस्ट चक्कु छ ए तब के छ जाठो यो त स्पेसल गेस्ट हो यो गर्ने न नाच्ने हो गीत बजाऊँ आज त गीत बजाऊँ